हेलो गाइज, वेलकम टु माई सर्ट ब्लग्स वन्स अगेन। आज चाहिँ न्यू इयर 2082 बियस अनि म र मामु चाहिँ बिहानै दुईटा टेम्पल चाहिँ भिजिट गर्ने प्लानिङको साथ घरबाट निक्ल्यौं। हामी फर्स्टमा ब्लेसिङको लागि बुढानीकण्ठमा रहेको स्कन टेम्पलमा गयौं। स्कनमा चाहिँ मैले एकजना साथी भेटेँ जसले चाहिँ हामीलाई पुरा स्कन चाहिँ राम्रोसँग चाहिँ घुमायो। स्कनमा चाहिँ मैले सिकेको दुईटा नयाँ कुरा भन्नुपर्दा प्रसादलाई चाहिँ प्रसादम भनेर भनिने गरिँदो रहेछ भनेदेखि ग्रिटिङ्स गर्दा चाहिँ हरे कृष्ण भनेर भन्ने गरिँदो रहेछ। हामी मेन टेम्पल भित्र त्यसपछि त्यसको सराउन्डिङ्स सबैतिर घुम्यौं। टेम्पल प्रेमाइसेस भित्रै हामीले चाहिँ गाई फर्म पनि रहेछ त्यो पनि भिजिट गर्यौं। त्यहाँनिर चाहिँ गाई फर्मको वेस्टहरूलाई चाहिँ रिसाइकल गरेर बायोग्यास बनाइदो रहेछ। यो अहिले मामु चाहिँ घुम्दै गरिराखेको यसलाई चाहिँ गोवर्धन भनेर भन्दो रहेछ। अनि अब यो गोवर्धनको पनि आफ्नै चाहिँ कथाहरू छन् रे, जुन चाहिँ हामीलाई त्यहाँनिर साथीले चाहिँ भन्दै हुनुहुन्थ्यो। यहाँनिर कम्पाउन्ड पनि एकदम विस्तारित रहेछ र चाहिँ वेल प्लान चाहिँ मैले पाएँ। प्लस क्लिनलीनेस पनि चाहिँ धेरै राम्रो रहेछ र यहाँ आउने चाहिँ भिजिटरहरू पनि चाहिँ वेल डिसिप्लिन चाहिँ मैले पाएँ। यसपछि हामी नेक्स्ट डेस्टिनेसन चाहिँ बुढानीकण्ठको नारायणथानमा गयौँ। अरू दिनको भन्दा चाहिँ अलि धेरै नै भिड थियो आज, सायद यो नयाँ वर्ष भएर पनि होला। हामीले नारायणथान दर्शन गरिसकेपछि चाहिँ घरतिर लाग्ने जमर्को गर्यौं। सो वन्स अगेन ह्याप्पी न्यू इयर एभ्रिवान। र टाइम मिलेको खण्डमा तपाईहरु पनि बुढानीकण्ठ जानुभएको बेलामा स्कन टेम्पल र यो बुढानीकण्ठ टेम्पल चाहिँ भिजिट गर्नु होला। थ्यांक यू।